T20 क्रिकेटको फर्मेटमा 2000 रन पुगाउने नेपाली पहिलो खेलाडी बनेका छन् दिपेन्द्र सिंह ऐरी। 44 रन हानेका थिए इङ्ल्यान्ड विरुद्ध। त्यसैगरी उनको बलिङ पनि उत्कृष्ट थियो, 2 विकेट समेत लिएका थिए। तर नेपालले 4 रनले मात्र हार्न पुग्यो। पीडादायी छेड अन्तिम ओभरसम्म गएको थियो म्याच। लोकेश बामको विस्फोटक ब्याटिङ भइरहेको बेला चाहिँ इङ्ल्यान्ड पनि एकदम प्रेसरमा आएको थियो। गएको वर्ल्ड कपमा पनि नेपालले 1 रनले हार्न पुगेको थियो र यो चोटि पनि नेपालले जम्मा 4 रनले हार्न पुगेको छ। 185 रनको विशाल लक्ष्य नेपालले पन्छाएको। 20 ओभरको समाप्तिमा जम्मा 180 मात्र बनाउन सफल भयो। अन्तिम ओभरमा चाहिँ रन नआउँदाखेरि जसका कारण नेपालले म्याच हार्न पुग्यो। जतिखेर 4 रनले हार्न पुग्यो नेपाल, त्यतिखेर सबैभन्दा दुखी कोही थियो भने लोकेश बाम थिए। क्रिजमा ब्याट समातेर इमोसनल हार्ट ब्रेकमा थिए। त्यो हार्ट ब्रेक देखेर नेपाली दर्शक, खेलाडीहरू, त्यसैगरी क्रिकेट फ्यानहरू पनि एकदमै इमोसनल भएका थिए र लोकेश बामको हिरोइक पर्फर्मेन्स र नेपाली क्रिकेट टिमको हिरोइक पर्फर्मेन्सलाई लिएर यतिखेर सोशल मिडियामा चर्चा पनि छ। आइपिएलका टिमहरूले पनि एकदमै तारिफ गरेका छन् लोकेश बाम र नेपाली क्रिकेट टिमको, त्यसैगरी दिपेन्द्र ऐरीको, ओभरअल नेपाली क्रिकेट टिमको। अब कुरा गरौँ इङ्ल्यान्ड र नेपाल बीच भएको खेलको बारेमा। यतिखेर जति चर्चा इङ्ल्यान्डको छैन, त्यो भन्दा बढी चर्चा चाहिँ नेपालको छ। आइपिएलका फ्रेन्चाइज टिमहरू चेन्नई सुपर किङ, आरसीबी, मुम्बई इन्डियन्स र सम्पूर्ण टिमहरूले चाहिँ नेपाली टिमलाई चाहिँ यतिखेर इन्करेज गरिरहेका छन्, बधाई दिइरहेका छन् भने र हिजोको नेपालको पर्फर्मेन्स, लोकेश बामको पर्फर्मेन्स, दिपेन्द्र सिंह ऐरीको पर्फर्मेन्स लगायत नेपालको ओभरअल टिमको पर्फर्मेन्सलाई लिएर चाहिँ एकदमै तारिफ गरिरहेका छन्। त्यसैगरी इन्डियन कमेन्टेटर आकाश चोपडाले समेत नेपाली टिमको तारिफ गरेका छन् भने दिग्गज क्रिकेटर युवराज सिंह, इरफान पठान, त्यसैगरी रविचन्द्र अश्विन, डेल स्टिन, इभन इङ्ल्यान्डका खेलाडीहरूले पनि नेपाली टिमको चाहिँ एकदम तारिफ गरेका छन्। र हिजोको जुन पर्फर्मेन्स थियो, लोकेश बामले चाहिँ विस्फोटक ब्याटिङ गरेका थिए। 20 बलमा चाहिँ 39 रन र हिजोको नेपालको पर्फर्मेन्स हेर्दा ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरीले 29 बलमा चाहिँ 44 रन बनाएका थिए। त्यसैगरी कप्तान रोहित पौडेलले 34 बलमा चाहिँ 39 रन। त्यसैगरी कुशल भुर्तेलले पनि ओपनिङमा एकदमै राम्रो गरेका थिए। कुशल भुर्तेलले चाहिँ जोफ्रा आँचरलाई चाहिँ परेशान गरेका थिए। एकै ओभरमा चाहिँ 14 रन आएको थियो। 17 बलमा 29 रनको पारी खेलेका थिए र उनी क्याच आउट हुन पुगे। त्यो सफ्ट बलमा चाहिँ उनी क्याच आउट हुन पुगे, नत्र भने खेलको नतिजा अर्कै हुन सक्थ्यो। नेपालको पर्फर्मेन्सलाई लिएर चर्चित क्रिकेट कमेन्टेटरहरू, विभिन्न चर्चित युट्युबरहरूले समेत नेपालको एकदमै तारिफ गरेका छन्। सोशल मिडिया नै नेपाली क्रिकेटले छाएको छ। यतिखेर लोकेश बामको त्यो इमोसनल हार्ट ब्रेक पनि त्यो सोशल मिडियामा छाएको छ। जितिसकेको म्याच 4 रन, जम्मा 4 रनले चाहिँ नेपाल हार्न पुगेको थियो। तर यतिखेर नेपाली टिमले आफ्नो हारलाई नै, अब यो हारलाई नै बलियो कडीको रूपमा अगाडि बढाउने छ। आगामी 3 म्याचहरू नेपालले एकदमै उत्कृष्ट प्रदर्शन गर्नेछ भन्ने हामीलाई लाग्छ। किनभने इङ्ल्यान्ड जस्तो एकदमै दिग्गज टिम हो इङ्ल्यान्ड। नम्बर 1 देखि 8 नम्बरसम्म यस्तो ब्याटिङ छ कि त्यो ब्याटिङसँग नेपालले यस्तो टक्करको गेम दिनु भनेको एकदमै खुसीको कुरा हो नेपाली क्रिकेटका लागि, नेपाली क्रिकेट फ्यानका लागि, ओभरअल क्रिकेटका लागि पनि त्यो राम्रो कुरा हो। एसोसिएट कन्ट्रीका लागि पनि राम्रो कुरा हो। एसोसिएट कन्ट्रीहरूले पनि राम्रो गरिरहेका छन्। नेदरल्यान्ड, त्यसैगरी स्कटल्यान्डहरूले पनि एकदमै राम्रो गरेका थिए। एसोसिएट कन्ट्रीहरूले एकदमै राम्रो फाइट ब्याक देखाइरहेका छन् टेस्ट प्लेइङ नेसनहरूलाई। हिजोको खेलको कुरा गर्दा इङ्ल्यान्डका ज्याकोब बेथलले 55 रन, त्यसैगरी ह्यारी ब्रुकले चाहिँ 53 रन, विल ज्याकले चाहिँ 39 रन, 18 बलमा 39 रन हानेका थिए। उनी नै म्यान अफ द म्याच भएका थिए। जोस बटलरले चाहिँ 17 बलमा चाहिँ 26 रन हानेका थिए। त्यो भन्दा अरू ब्याटरहरू चाहिँ इङ्ल्यान्डको पनि चल्न सकेन। नेपाली बलरहरू हिजोको खेलमा शेर मल्लले पनि आफ्नो पहिलो डेब्यू बलमा नै विकेट लिए भने सन्दीप लामिछानेले पनि आफ्नो पहिलो बलमै विकेट लिए। त्यसैगरी दिपेन्द्र सिंह ऐरीले हिजो 3 ओभरमा चाहिँ 2 विकेट लिए भने जम्मा 23 रन दिए। त्यसैगरी नन्दन यादवले पनि 2 विकेट लिँदै 25 रन दिए भने सन्दीप लामिछानेले 4 ओभरमा चाहिँ 25 रन खर्चिँदै 1 विकेट समेत लिए भने ओभरअल हिजोको पर्फर्मेन्स हेर्दाखेरि नेपालको एकदमै उत्कृष्ट पर्फर्मेन्स। इङ्ल्यान्ड र नेपाल बीचको खेललाई लिएर म के भन्छु भने हिन्दीमा चाहिँ एउटा भनाइ छ, हारकर पे जित्नको बाजीगर कहते हैं। त्यही भनाइ चाहिँ नेपाली क्रिकेटका लागि लागू हुन्छ। किनभने हिजो नेपालले जसरी इङ्ल्यान्डलाई पसिना पसिना बनाएको थियो र जतिखेर लोकेश बामले विस्फोटक ब्याटिङ गरिरहेका थिए, त्यतिखेर चाहिँ इङ्ल्यान्ड एकदमै परेशान भएको थियो र एकदमै प्रेसरमा आएको थियो। र अन्तिम ओभरमा चाहिँ लोकेश बाम क्रिजमा थिए तर रन नआउँदाखेरि नेपालले जम्मा 4 रनले हार्न पुगेको थियो। त्यो चाहिँ लोकेश बामको लागि एकदमै हार्ट ब्रेकिङ थियो। लोकेश बामको त्यो पर्फर्मेन्सलाई लिएर यतिखेर आइपिएलका सम्पूर्ण टिम, त्यसैगरी विभिन्न चर्चित कमेन्टेटर, युट्युबरहरू, त्यसैगरी
खेलाडीहरूले समेत एकदमै तारिफ गरेका छन् र नेपालको जुन पर्फर्मेन्स क्रिकेटको जित भएको भन्ने पनि यो किसिमको भाष्य चाहिँ निर्माण भएको छ। यतिखेर हिजो नेपाली फ्यानहरू पनि त्यति नै मात्रामा उत्कृष्ट रूपमा वानखेडेमा थियो भने अनलाइन प्लेटफर्ममा हेर्ने दर्शकहरू पनि उति नै थियो। जसरी नेपाली क्रिकेटले चाहिँ नेपालको हरेक चिजलाई जोड्ने काम गरिरहेछ। आशा गरौँ नेपालका आगामी 3 म्याचहरू छन्, यो म्याच पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल सुपर 8 मा पुगोस्। त्यसपछि सुपर 8 मा पुगिसकेपछि दुनियाँले हेर्नेछ नेपाल क्रिकेटलाई कसरी सेलिब्रेट गर्छ।